हेलो एभ्रिवान गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म डेली रुटिन अनुसार वर्कआउट गर्दैछु। वर्कआउट गर्नुभन्दा अगाडि वार्म अप गऱ्यो भने अलि सजिलो हुने रहेछ, त्यही भएर वर्कआउट गर्नुभन्दा अगाडि चाहिँ म जहिले वार्म अप गर्छु अनि मात्र वर्कआउट गर्छु। आजको फर्स्ट वर्कआउट चाहिँ डायमन्ड पुसअप रहेको छ, त्यही गर्छु म डायमन्ड पुसअप। धेरै पछि गरेर डायमन्ड पुसअप गर्न नै अलिक गाह्रो भइरहेको छ। डायमन्ड पुसअप सकिसकेपछि चाहिँ नर्मल पुसअप गर्दैछु। नर्मल पुसअप पनि गाह्रो भइरहेको छ, डायमन्ड पुसअप गरेर होला अलिक गाह्रो नभइरहेको छ। नर्मल पुसअप गरिसकेपछि चाहिँ ह्यान्ड क्ल्याप पुसअप गर्दैछु। ह्यान्ड क्ल्याप पुसअप चाहिँ नर्मल पुसअप भन्दा नि धेरै गाह्रो हुने रहेछ। ह्यान्ड क्ल्याप पुसअप गरिसकेपछि चाहिँ सिक्स प्याकको लागि वर्कआउट गर्दैछु। यो नि धेरै गाह्रो हुने रहेछ, यसले त पेट दुखाउने रहेछ। सिक्स प्याकको लागि वर्कआउट सकिसकेपछि चाहिँ वान ह्यान्ड पुसअप गर्दैछु। वान ह्यान्ड पुसअप चाहिँ त्योभन्दा नि धेरै गाह्रो, सबैभन्दा धेरै गाह्रो वर्कआउट रहेछ। यो वर्कआउट सबैभन्दा गाह्रो हुने रहेछ। वान ह्यान्ड पुसअप सकिसकेपछि चाहिँ मिनी रनिङ गर्दैछु। त्यसपछि वान लेग गर्दैछु। लेफ्ट खुट्टाले 10 चोटि र राइट खुट्टाले 10 चोटि। वान लेग सकिसकेपछि डम्बेल नभएर ढुङ्गा नै उठाएर वर्कआउट गर्दैछु। यो नै धेरै गाह्रो हुँदो रहेछ। ढुङ्गा उठाउने वर्कआउट सकिसकेपछि रुखमा झुन्डेर पुलअप गर्दैछु। पुलअप सकिसकेपछि चाहिँ रुखबाट टिपेको निकै भारी नेचुरल फुटबल खेल्दैछु। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद र यसरी नै साथ सपोर्ट दिँदै गर्नुहोला।